नमस्कार। हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ भन्ने अभियानका साथ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालज्यूको टिम विभिन्न क्षेत्र हुँदै बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा पुग्यो। त्यस टिमसँग हिमाली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्थानीय जनसमुदायको सिङ्गो टिम रानीसैनको यात्रातर्फ लाग्यो। गन्तव्यसम्म नपुग्दै उक्त क्षेत्र हुम्ला जिल्लामा पर्ने भनी विवाद सिर्जना गरियो र उक्त टिमलाई लखेटियो, झडप गरियो। हिमाली गाउँपालिकाका प्रशासकीय अधिकृत, त्यस क्षेत्रका जनप्रतिनिधि र अन्य नागरिकलाई कुटपिट गरियो। यो निन्दनीय छ। यस्ता गतिविधिहरू कोही कसैलाई पनि गरिनुहुन्न। यसले मानवाधिकार र मौलिक हकलाई आँच आउने काम गर्दछ। बाजुरा जिल्ला र हुम्ला जिल्लाको सम्बन्ध ऐतिहासिक कालदेखि सामाजिक, सांस्कृतिक, धार्मिक हिसाबले बलियो सम्बन्ध छ। यसलाई अझै हामीले बलियो बनाउनुपर्छ भन्ने मेरो बुझाइ हो। तर यस विवाद सिर्जना भइसकेपछि थप कौतूहलता सिर्जना भयो। साँच्चीकै रानीसैन बाजुरामै पर्छ या हुम्लामा पर्छ? यसको छानबिन गरिएला नै। तर पनि मैले केही तथ्यहरू तपाईँको माझ ल्याएको छु। कृपया अन्तिमसम्म हेर्नुहोला। हामी बाजुरा र हुम्लाको सिमाना के रहेछ भनेर हेर्दैछौँ। यो गुगल अर्थले चाहिँ के देखाउँछ है त? हामी सबैभन्दा पहिले चाहिँ बाजुरा हेर्छौँ। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ जुन रेड लाइन छ यो चाहिँ बाजुराको भूभाग हो। बाजुराको भूभाग हो होइन, जहाँ चाहिँ यो भाग चाहिँ हिमाली गाउँपालिकाको भाग हो जुन रानीसैन भएको। यतापट्टिको यो चाहिँ हुम्ला हो भने यतापट्टिको यो चाहिँ बझाङ हो, जहाँ यहाँनिर हाम्रो साइपाल हिमाल रहेको छ। अब हामी कुरा गर्छौँ रानीसैन कहाँ पर्छ त? यो 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 जुन रेड लाइन भित्र नै पर्छ या बाहिर पर्छ या यो रेड लाइनको बिचमा पर्छ भन्ने कुराहरू हामी हेर्दैछौँ। यो रानीसैन भन्ने यहाँनिर छ। यो रानीसैन यहाँनिर हो, जुन हिमाली गाउँपालिका वार्ड नम्बर चाहिँ 3 अन्तर्गत पर्छ है। यो रेड लाइनभन्दा यतापट्टिको यो चाहिँ हुम्ला हो। यो भाग हुम्ला हो, यो भाग हुम्ला भयो, यो भाग हुम्ला भयो होइन। अनि यो भाग चाहिँ बझाङ भयो। यहाँनिर साइपाल हिमाल भयो। यो साइपाल हिमालकै छेउमा हाम्रो, त्यसकै काखमा हाम्रो रानीसैन छ। अब यतापट्टिको हुम्ला भयो, यतापट्टिको बाजुरा भयो। यो रेखाले त यो छुटाइसकेको छ नि त। यो बाजुरा नै हो भन्छ यसले चाहिँ होइन। हुम्ला यतापट्टि हो, बाजुरा यतापट्टि, त्यसैले यो रेखाभित्र छ नि त होइन। यो रेखाभित्र छ, त्यसैले यो चाहिँ यसले बाजुरा नै हो भन्छ। हामी यो म्याप र हुम्लाको म्याप पनि हामी सँगै राखेर हेर्न सक्छौँ आधिकारिक म्याप कस्तो छ भनेर। अब हामी त्यसपछि यो जुन नेपाल सङ्घीय संरचना, नेपाल सङ्घीयतामा प्रवेश गरिसकेपछि जुन 3 तहको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजित गरियो। त्यसपछि स्थानीय तहको हामी नक्सा हेर्छौँ। बाजुरा जिल्लाभित्रका स्थानीय तहको नक्सा कस्तो छ चाहिँ हिमाली गाउँपालिका विशेष छ। त्यसपछि बाजुरा जिल्लाको सिमानासँग जोडिएका हुम्ला जिल्लाका चाहिँ पालिकाको चाहिँ नक्सा कस्तो रहेको छ भनेर यो आधिकारिक यो स्थानीय तहको वेबसाइटमा गएर हामी नक्सा हेर्दैछौँ। मैले यो सुदूरपश्चिम भयो, यो चाहिँ कर्णाली भयो होइन। अब हामी सुदूरपश्चिममा जान्छौँ। यो सुदूरपश्चिमको पनि हामी बाजुरामा जाने भयौँ। अब यो बाजुराको पनि हामी यो जुन चाहिँ यो छ हिमाली गाउँपालिका जुन रानीसैन भएको क्षेत्र, हाम्रो यहाँनिर रानीसैन रहेको छ। हामीले जुन चाहिँ अघिको यो गुगल अर्थलाई पनि सँगै राखेर हेर्न सक्छौँ त्यसको सिमाना के छ र यसको यो रेखा चाहिँ के छ, हामीले त्यो छुट्याउन सक्छौँ होइन। अब यो हिमाली गाउँपालिका अर्थात् बाजुराको सिमानासँग जोडिएका हुम्ला जिल्लाका स्थानीय तहको अवस्था के छ त्यो पनि हेर्न सक्यौँ होइन। यो चाहिँ नाम्खा गाउँपालिका, त्यसपछि यो चाहिँ सिमीकोट भयो, यो चाहिँ खारकुनाथ भयो होइन, यो चाहिँ हाम्रो सर्केघाट भयो, अधानचुली भयो, ताजाकोट भयो। यी स्थानीय तहले चाहिँ हाम्रो हिमाली गाउँपालिका अर्थात् बाजुराको भूभागलाई छोएको भेटिन्छ। तपाईँले मजाले हेर्न सक्नुहुन्छ यहाँनिर। यो चाहिँ आधिकारिक स्थानीय तहको वेबसाइटमा राखिएको नक्सा हो। त्यसपछि हामी हुम्लाको नक्सा पनि के छ भनेर हेर्न सक्छौँ। यो बाजुराको नक्सा पनि के छ हेर्छौँ होइन। यी सबै नक्साको आधारमा यसले बाजुराभित्र नै पर्छ भन्ने कुरा चाहिँ दर्शाएको छ। अब बाँकी कुरा त सत्य तथ्यमा स्थलगत रिपोर्टका आधारमा होला नै। हुम्ला र बाजुरा बीचको सम्बन्ध आजको होइन। ऐतिहासिक कालदेखि सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले हामी माझ सम्बन्ध बलियो छ। हामी प्रतिस्पर्धी होइनौँ, परिपूरक हौँ। हामी एक आपसमा सहकार्य, सहअस्तित्व लगायतका सिद्धान्तका आधारमा अगाडि बढ्नुपर्छ। हामी बीचको सम्बन्ध बलियो हुनुपर्छ। यस विवादलाई सम्बन्धित निकायले निष्पक्ष छानबिन गरेर ऐतिहासिक कुराहरूलाई पल्टाएर यसको चाँडै छानबिन गरियोस्, ताकि बाजुरा र हुम्ला बीचको सम्बन्धमा कुनै आँच आउने गतिविधि अगाडि बढ्न नदियोस्। हामी चाहन्छौँ बाजुरा र हुम्ला बीचको सम्बन्ध बलियो हुनुपर्छ। हामी प्रतिस्पर्धी नभएर परिपूरक हुनुपर्छ। ऐतिहासिक कालदेखिको सम्बन्धलाई हामीले जोगाइराख्नुपर्छ। हाम्रा पुस्ताहरूलाई पनि त्यही संस्कार सिकाउनुपर्छ। धन्यवाद।